त्यो माया लाग्दो अनुहारभित्र यति धेरै राक्षसी बन्छ भनेर मैले सोचेको पनि थिएन। राम यतिसम्म गिरेर अपराध गर्ने मान्छे होइनन्। रामेले हत्तपत्त अपराध गर्दैन, अपराध गरेपछि परमा नै बाँकी राख्दैन। समीरको यो 13 दिनको काम सकेपछि त्यसलाई त्यसै छोड्नुहुन्न। के बोल्नु भएको नानी? रामले ज्वाइँको हत्या गर्नु भएको होइन। रामबाट यति ठुलो पाप हुनै सक्दैन। अरूले हतियार उठाउँदा कानुनको बाटो रोज्नुपर्छ भनेर सम्झाएर गाउँमा कुनै अपराध हुन नदिने मान्छेले मान्छे मार्न सक्छ र? अनुहारै नचिनिने गरी चाहिँ कसले हान्यो नि? कि आफैले हानेर मर्यो? तपाईँ नभएपछि म एक्लै हुन्छु, कसरी बस्नु? तिमीलाई साथी बुबा र मुना छन्, तिमी चिन्ता नगर कमला। अब हाम्रो समीरको हत्यारा कुनै पनि हालतमा पत्ता लाग्दैन। त्यसरी अर्काको छोरा मारेर भाग्न पाइन्छ? तिमीहरू कल्पनाको कुरा नगर, त्यसै मान्छेलाई आरोप नलाऊ। मैले कतिचोटि भनिसकेँ समीर मर्नुमा रामको कुनै हात छैन भनेर। त नफर्किँदै म हस्ताएछु भने यी दुई टिपुहरूले कहिले हेला नगर्नु। हाम्रो माया नमार्नुहोस्, हामी तपाईँ आउने बाटो कुरेर बसेका हुन्छौँ। हत्या गरेर फरार हुन लागेको दाइ विदेश जाँदै हुनुहुन्छ, दाइको भविष्य बर्बाद हुन्छ नानी। तर म एउटै आमाको सन्तान होइनौ, त्यसैले तैँले समीरको हत्या गरिस्। यसले समीरको हत्या मैले गरेको हो मान्छे भने समीरलाई मैले नै मारेको। दुख्यो दिलको घाउ मेरी बहिनीले लगाएको हत्याको आरोप मलाई स्वीकार छ। म यो कसैको दबावमा नभएर आफ्नो पूरा होस हवासमा बयान दिइरहेको छु र कानुनले दिने जुनसुकै सजाय मलाई मन्जुर छ।